हाई एभ्रिवान, आज चाहिँ म हजुरहरूको लागि चाहिँ मेकअप गरेर भिडियो बनाउन लागेको। त्यस्तो धेरै हार्डवाला मेकअप त होइन, जस्ट सिम्पल अनि हजुरहरूलाई पनि हेल्प होस् भनेर आफूले केही जानेको चिजहरू चाहिँ हजुर सामु चाहिँ सेयर गरौँ भनेर हो मैले चाहिँ। अनि मसँग चाहिँ यो ब्रस छ एङ्गलवाला, अनि मसँग अर्को पनि छ तर मलाई खोज्न जान झ्याउ लागिरहेको छ, त्यही भएर म यही नै युज गर्छु। यो पनि इजी लाग्छ मलाई। मसँग चाहिँ आर्यगलको पोमेड भन्ने छ होइन। अनि यो चाहिँ ब्राउन कलरको सेडमा छ। यो सेड चाहिँ दुईवटा सेड हुन्छ, एउटा ब्ल्याक एउटा ब्राउन, अनि मलाई चाहिँ ब्राउन नै ठिक लाग्छ। यो चाहिँ फुस्केको फुस्कै गर्छ क्या, फेरि गाह्रो छ जिन्दगी। अनि हजुरहरूले चाहिँ थोरै लिग्ने, यसरी थोरै अमाउन्ट लिने, तर यसलाई चाहिँ क्लोज गर्नुपर्छ। यो फेरि एकदमै चाँडो सुक्ने भएकोले चाहिँ हजुरहरूले चाहिँ यसलाई क्लोज गरिदिइहाल्नुपर्छ। अनि यो अमाउन्टहरू चाहिँ यहाँनिर हातमा सेयर यस्तो गर्ने क्या, लाइक नलतपताउने, यहाँ धेरै नराख्ने आई मिन। अनि त्यस पछाडि हजुरहरूले चाहिँ होइन, मेरो आइब्रो चाहिँ नेचुरल चाहिँ यति नै हो क्या होइन। अनि त्यस पछाडि यो चाहिँ हजुरहरूले यो सानो भाग चाहिँ राइटतिर अनि लामो भाग चाहिँ लेफ्टतिर राख्नुपर्छ। अनि त्यस पछाडि यो कर्नर भाग हुन्छ नि, यो कर्नरबाट चाहिँ स्टार्ट गर्नुपर्ने हुन्छ हजुरहरूले। यसरी पहिला सुरु चाहिँ अब यो लाइन कोर्नुहोस्, अनि पछि चाहिँ फिलअप गर्न सजिलो हुन्छ, इजी पिजी हो। मलाई चाहिँ पाउडर मैले चाहिँ सिक्दाबाट नै यसै पोमेडबाट सिकेको भएर इट्स रियली इजी फर मी होइन। हजुरहरूलाई कत्रो सेप चाहिन्छ, कत्रो सुहाउँछ, त्यो अनुसारको कोर्नुपर्ने हुन्छ पहिलो कुरा। अनि अब पालो यसको फिलअप गर्ने पालो। कहाँनिर खाली छ त्यहाँनिर यसरी भर्दै जानुहोस्। हजुरहरूलाई अझै कहाँ मिलेन जस्तो लाग्छ त्यहाँनिर मिलाउनु पनि मिल्छ। लाइक हजुरहरूले सरी कन्सिलर पनि युज गर्न मिल्छ। यसको लागि चाहिँ कहाँनिर अलिकति भ्याक्ता भएको छ होइन, त्यसको लागि चाहिँ कन्सिलर युज गरेर चाहिँ मिलाउन मिल्छ सेप चाहिँ। म चाहिँ धेरै सामानहरू चाहिँ युज गर्दिनँ खासै, किनकि मलाई चाहिँ यत्तिकै नै ठिक लाग्छ। मलाई कन्सिलर लगाएर बसिरहनु मन पर्दैन, धेरै टाइम वेस्ट गर्नु मन लाग्दैन। लाइक इजी वेमा चाहिँ म जान्छु। टाइम वेस्ट किन गर्नु होइन, टाइम कति धेरै इम्पोर्टेन्ट छ। सो अलिकति फेरि लिएँ, यता लेफ्ट पनि बनाऊ। मेरो यतापट्टिको फेरि अर्कै टाइपको छ क्या, मैले अलिकति मिलाउँछु। पछाडिपट्टिबाट गर्ने, कोर्ने, अनि यसरी लाइन ड्र गर्ने, एकदमै इजी हुन्छ, नट टु हार्ड। अगाडिपट्टि चाहिँ हल्का टाइपको बनाउनु पर्छ, त्यो कति मान्छेको देखिरहेको हुन्छ क्या। अगाडिबाट नै कालै बनाएर त्यो चाहिँ राम्रो हुँदैन। अब हेर्नु अलिकति डिफ्रेन्ट हुन्छ नै क्या, मेरो आइब्रोहरू एउटै छैन क्या। चुप लाग, फेरि नआऊ यहाँ। आऊ म तिमीलाई मेकअप गरिदिन्छु। शट अप, गेट आउट।
म यहाँ बोलेर भिडियो बनाउनुलाई मैले छ्याएर छु नगर है यहाँ अयो कति आफ्नो हो ल हेर्नुहोस् एकदमै इजी हुन्छ हजुरहरूले इजी तरिकाले गर्न जान्नुभयो भने सुरुमा चाहिँ गाह्रै हुन्छ हैन तर पछि चाहिँ एकदमै इजी हुन्छ अनि मसँग चाहिँ यो सुपर स्टेको फाउन्डेसन छ हैन म चाहिँ कन्सिलरलाई बनाएर युज गर्छु मसँग कन्सिलरहरू थुप्रै छ तर पनि मलाई कन्सिलर खासै युज गर्न मन लाग्दैन त्यही भएर म चाहिँ हातैले लगाउँछु यतातिर हेर्दै जानुस् कस्तो हुन्छ अनि त्यो पनि भन्नुस् हजुरहरुसँग ब्लेन्डर छैन भने मैले जसरी ड्याप गर्दा पनि हुन्छ हातले तर मसँग ब्लेन्डर यही छ तर पनि हजुरहरुलाई चाहिँ देखाउनको लागि चाहिँ मैले इजी वे केही नहुँदा पनि हामीले गर्न सकिन्छ भन्ने चाहिँ देखाउन खोजेको मलाई चाहिँ खासै कतै हिँड्दा पनि आजकल आँखामा अलिअलि मेकअप गरेर हिँड्न मन लाग्छ ब्लसहरु लगाएर त्यही भएर यो चाहिँ मेकअप चाहिँ हजुरहरुको लागि देखाउनको लागि गरेको हो मेरो चाहिँ हल्का डार्क सर्कल्स अलि बढेको छ क्या त्यही भएर फेसमा पनि म सेम फाउन्डेसन नै युज गर्छु मसँग कन्सिलरहरु तर छ तर पनि मलाई चाहिँ फाउन्डेसन नै युज गर्नु मन लाग्छ यो आई एरियामा चाहिँ आई डोन्ट नो व्हाई हैन म यो मेकअप मेटिहाल्ने हो क्या त्यही भएर इट्स नट वर्थ इट के सबै चीज लगाएर मलाई चाहिँ यो ब्लन्जरहरु के रे कन्ट्रोलहरु युज गर्न मन लाग्दैन हिजो चाहिँ मैले लिपस्टिक कस्तो रेड लगाए हैन त्यो मिलानीको ओ माय गॉड जाँदै नगएर है त्यही भएर मलाई लिपस्टिकहरु खासै युज गर्न पनि मन लाग्दैन जस्ट ग्लसहरु चाहिँ राम्रो लाग्छ युज गर्नको लागि अनि म हजुरहरुलाई आई मेकअप पनि देखाउँछु इजी वेमा अलिकति चेन्जेस भइसक्यो नि यो मेकअप फेरि एकैछिनको लागि हो कि मैले गरे चाहिँ त्यही भएर हजुर के चेन्जेस भएको छ बुझिन के चेन्जेस भएको छ कस्तो के चेन्ज मा उला सोधा सक्दैन नि हुन्छ नि म मेरो बुढा चाहिँ लास्टै ल्याङ 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 जिस्काउने अनि त्यो के त्यस्तै हुन्छ क्या त्यही भएर चाहिँ इग्नोर हिम अनि मसँग चाहिँ यो लुज पाउडर छ सब पोखिन्छ क्या धेरै छ नि त त्यही भएर अनि हजुरहरुले यसरी आईको तलपट्टि यसरी क्रिजहरु बस्न नदिनको लागि लाउन सक्नुहुन्छ अनि माथिपट्टि पनि हल्का मैले यो प्रोपर वेमा अझै गरेको छैन म अलिकति अल्छी वेमै गइरहेको छु अल्छीहरुकै लागि आया काजी अल्छी वेमा गरिरहेको अल्छीहरुको लागि अयो कति आफ्नो ठीक छ अब चाहिँ म आई मेकअप सिकाउँछु हजुरहरुलाई मसँग चाहिँ यो जेम्स चार्ल्सको प्यालेट छ हैन अनि हजुरहरुले चाहिँ यस्तो ब्रश लिनु पर्ने हुन्छ आज चाहिँ म अर्को कलर गरेर देखाउँछु आई थिंक ग्रीन र येल्लोको कम्बिनेसन गर्छु किनकि जहिले फेरि त्यो ब्राउन एउटै हुन्छ नि त सो त्यही भएर म डिफ्रेन्ट कलर गर्छु आज चाहिँ पहिला सुरु बेसमा चाहिँ मैले येलो शेड लिइरहेको छु हैन तपाईहरुले चाहिँ कर्नरबाट चाहिँ अगाडि आउनु पर्ने हुन्छ खासमा सिक्दाखेरि चाहिँ हामीले पहिला सिक्दाखेरि चाहिँ हैन मेरो यसमा अरु कलर पनि भएको भएर येलो कलर आएन so I need to remove this color from here हैन
अब चाहिँ म येल्लो सेड लगाउँछु। अलिअलि येल्लो येल्लो देखियो नि। देखेछन् अहिले यस्तो सुताइदिन्छु अनि हजुरहरूलाई चाहिँ कस्तो लाग्छ पनि भन्नु होला है। बकवास लाग्यो भन्नु के को बकवास लाग्ने नि? राम्रो लाग्यो नि, राम्रो लाग्यो भन्नुहुन्छ। मेरो बुढालाई चाहिँ खासै टिकटक बनाएको मन पर्दैन। पहिला त खुब बनाउने हो फेरि टिकटकमा नि। अहिले चाहिँ आएर न के भइरहेछ भनेर बनाउन मान्दैनन् खासै। दुईटैको चाहिँ कलर एउटै देखिनु पर्यो, लाइक एउटा चाहिँ डार्क एउटा चाहिँ हल्का भएर भएन हैन। तपाईहरुले येल्लोमा मात्र पनि ग्लिटर लाउँदाखेरि पनि एकदमै राम्रो देखिन्छ। तर म चाहिँ हल्का यो ग्रीन कलर पनि एड गर्दिन्छु। सिक्दाखेरि चाहिँ हजुरले यहाँ पछाडिबाट अगाडि अगाडि ल्याउने हो नि। फेरि म चाहिँ अलिकति अल्छी पारा गरिरहेको छु। धेरै लगाउँदिन ग्रीन पनि, फेरि एकदमै नराम्रो देखिन्छ। हल्का यो चाहिँ फेरि के को लागि राम्रो हुन्छ भने मेहन्दीको लागि बेस्ट कम्बिनेसन येल्लो एन्ड ग्रीन। अनि मसँग चाहिँ ग्लिटर छ हैन, सब फुटेको यस्तो भयो क्या। अनि मलाई चाहिँ नर्मल्ली यो व्हाइट कलरको यो व्हाइट हो हैन, तर पनि यो पनि व्हाइट नै भन्छु कि म चाहिँ हैन। यो कलर चाहिँ मलाई एकदमै राम्रो लाग्छ। यसको यो ग्लिटर एकदमै राम्रो छ। ल हेर्नुस् है त। अनि हजुरले चाहिँ यो अगाडिपट्टि मात्र के टक्क यसो लगाउने। त्यो सिम्पल मेकअप हो, आई मेकअप हो यो चाहिँ, नट टु हार्ड के सिक्नको लागि चाहिँ। यो ग्लिटर चाहिँ बवालै छ क्या। मैले नेपालबाट लिएको यो ग्लिटर चाहिँ। यसरी लगाइदिएपछि कस्तो एक्स्ट्रा देखिन्छ कि ग्लिटरले पनि। म पहिला एकदमै धेरै मेकअप लभर हो क्या, तर अहिले चाहिँ म खासै गर्दिनँ। सानोमा पनि हैन, जानी नजानी पनि क्या म एकदम मेकअप गर्न खोज्थेँ क्या। मेरो पहिलाको भिडियोहरू हेर्नुभयो भने पनि तपाईले थाहा पाउनुहुन्छ अफ कोर्स नै। यस्तो गर्ने हैन। यसलाई बन्द गरिदिएँ मैले। मसँग चाहिँ सोनाटाको गाजल छ हैन, सोनाटाको गाजल युज गर्छु। गाजल लगाउन पनि हजुरहरूलाई आउँदैन भने एकदमै इजी वे छ क्या। मलाई इजी लागेर त भएन हैन, हजुरहरूलाई चाहिँ इजी लाग्नु पर्यो। खासमा चाहिँ मैले त सिकाइदिएको हो नि त। अनि हजुरहरूले चाहिँ जहिले पनि गाजल आइलाइनर लगाउँदा गाजल लगाउँदा जे भने पनि यो सेम थिङ नै हो हैन। हजुरहरूले चाहिँ पछाडिपट्टि चाहिँ एउटा लाइन ड्र गर्नु क्या, इजी वे यसरी। अब हजुरलाई हाफ लाउन मन छ कि फुल लाउन मन छ, यो हजुरको चोइस। हेर्नु कति इजी छ लगाउनलाई। मलाई चाहिँ इजी लाग्छ है, सबैलाई इजी लाग्छ भनेर म भन्दिनँ। मैले चाहिँ हाफ मात्र लगाएँ हैन। यतापट्टि पनि हाफ लगाउँछु। म चाहिँ कट गर्दै भिडियो बनाउँछु ल, फेरि टिकटकले हाल्न दिएन भने झ्या हुन्छ। सरी देखिएन है। म फेरि अब बच्चैबाट गाजल लाउन चाहिँ अलिकति पर्फेक्ट नै हो है। त्यो
आफ्नै उस गरेको चाहिँ होइन, जस्ट रियालिटी भनिदिएको मात्र। होप यु गाइज लाइक इट होइन। अनि मसँग चाहिँ यो स्काई हाईको मस्कारा छ मेबलिनको, अनि मस्कारा लगाइदिनुहोस्। इजी मेकअप हो यो चाहिँ। शिट म्यान, लागिहाल्यो नि माथिपट्टि। अलि म मेर्छु त्यसलाई चाहिँ। हजुरहरूले तलपट्टि पनि आइस्याडो लगाएर गाजलहरू लगाउन सक्नुहुनेछ होइन, यो तपाईँको चोइसको कुरा हो। यहाँनिर चाहिँ मेरो मस्कारा होइन सरी, गाजलले उस भयो। म त्यसलाई मिलाउँछु इयरबडले। सबैको मुख यस्तै हुन्छ होला है मस्कारा मिलाउँदा। धेरै पनि लगाउँदिनँ म मस्कारा, किनभने म धेरै टाइम राख्दिनँ नि त, सो त्यही भएर। अनि मसँग चाहिँ होइन, सरी, मसँग चाहिँ सिग्लामको पनि यो सरी ब्लस छ, अनि मसँग यो रियल ब्युटीको पनि ब्लस छ। वाट एभर गाइज यु हेभ होइन। नाक्ची लाया। अनि त्यही लगाउनु। म आज सिग्लामको लगाउँछु, हेर्नु कस्तो देखिन्छ भनेर। तर यो पनि राम्रै छ। राति भयो भने अर्को आपत। अनि गाइस ब्लेन्ड, यो ब्रसले ब्लेन्ड गर्छु म चाहिँ। अनि हाँस्नुहोस्, यसरी हाँस्दाखेरि पुक्क बसेको यो भाग हुन्छ नि, त्यहाँनिर चाहिँ हजुरहरूको ब्लस हुनुपर्ने हुन्छ। यो पनि राम्रो छ नि, तर रियल ब्युटी भनेको त रियल ब्युटी नै हो होइन, तर पनि यो पनि राम्रो लाग्यो। नाइस। यतापट्टि सस्तो भरपर्दो राम्रो छ यो पनि। ल गाइस, मैले रेकमेन्ड गरेँ यो चाहिँ। अलिअलि नोजमा लगाएँ। यसमा मैले अझै उस पनि लाउनु छ क्या, सरी के भन्न लाग्यो मैले। उही भनाएन। के भन्छ अरे यसलाई, ग्लिटर भन्दैन यार, हाइलाइटर, सरी। त्यही हो गाइस, अब म हाइलाइटर लाउँछु। आएन गाइस, हजुरहरूलाई राम्रो लाग्यो कि लागेन होइन। अनि यहाँनिर चाहिँ लागेको छ कि, त्यो चाहिँ म मेटिदिन्छु। बिग्रे पनि नआत्तिनु होला, इयरबडले चाहिँ जान्छ इजिली। लुक राम्रो भयो नि। म ब्रस लिन जाँदिनँ गाइज होइन, म चाहिँ यसरी नै लगाइदिन्छु। यो आईको कर्नरमा लगाउनु थोरै हाइलाइटर, अनि यस्तो यो टल्किने देखिन्छ। कति मान्छेहरूले होइन, मैले पहिला के टिकटक बनाउनु थालेँ चिप्रा अरे, वाट द हेक हुन्थ्यो म। इट्स नट चिप्रा, इट्स हाइलाइटर म्यान। अनि यस्तो पनि हल्का लगाउनुहोस्, यसमा पनि हल्का लगाउनुहोस्। म चाहिँ पहिला मेकअप गरेर हिँड्थेँ क्या, नेपालमा हुँदा चाहिँ मेकअप गर्दिनँ हिँड्थेँ क्या होइन। अनि अहिले चाहिँ खासै अब मेरो क्लाइन्टहरू कोही पनि हुनुहुन्न राइट नाउ, किनकि म अर्कै ठाउँमा छु नि त, त्यही भएर मलाई चिन्नुहुन्न धेरैले। त्यही भएर इफ हजुरहरू कोही पर्थमा हुनुहुन्छ भने मेकअप चाहिन्छ भने प्लिज लेट मी नो।
मेकअप थ्रेडिङ एनिथिङ नोजको यो टुप्पोमा पनि लगाउनुहोस् टुप्पो गर्दै भने यो अनि यसमा पनि हो यहाँनिर लगाउनु पर्ने हुन्छ तर मेरो ब्रस चाहिँ उतापट्टि साथीहरू त्यही भएर म अलिकति अल्छी पारामा लगाइदिन्छु अल्छीहरूको लागि भन्नु मैले मेकअप बनाएको गरेको हो नि त प्लिज गाइज डोन्ट जज मी है मसँग सबै चिज छ जस्ट म अल्छी भएँ आज मेकअप गर्नुलाई अनि यहाँ ओठको यस्तोमा पनि टुप्पोमा पनि यस्तो टुडोमा पनि लगाउनु के भन्छ त्यसलाई आई डोन्ट नो अಯ್यो अनि लिप लाइनरको पनि यो तिखार्ने बेला भइसक्यो होइन अब यसमा चाहिँ ग्लस लगाउँछु मेरो यो ग्लस छ होइन आई लाइक दिस ग्लस यो चाहिँ मेब्लिनको हो अनि अर्को चाहिँ मलाई के अरे फेन्टी ब्युटीको एकदमै राम्रो लाग्छ ग्लस यो चाहिँ ठिक्क अफोर्डेबल प्राइसमा हुन्छ डिस्काउन्टमा पनि आइरहेको हुन्छ यो चाहिँ ग्लिटर टाइपको छ क्या नट स्योर गाइज तपाईँलाई मनपर्छ कि पर्दैन यति नै हो मेकअप चाहिँ होइन अब हजुरहरूलाई के लाग्छ यो राम्रो भयो कि भएन होइन प्लिज कमेन्ट गर्नु होला अनि थ्याङ्क यू सो मच फाइनल लुक हो होइन मैले चाहिँ यहाँनिर टिकी लगाएँ सानो गाजलको अनि यो चाहिँ स्पेसल्ली मेहन्दी फङ्सनहरूको लागि चाहिँ एकदमै राम्रो देखिन्छ सिम्पल मैले आइल्यासेसहरू पनि केही पनि युज गरेको छैन अनि त्यही हो यो चाहिँ मेरो विदाउट फिल्टर विदाउट इफेक्ट मेकअप हो हजुरहरूलाई होप मन परोस् अनि हजुरहरूलाई मन परेमा चाहिँ अझै भिडियो हाल्नुहोस् भनेर कमेन्ट गर्नुहोस् आई विल ट्राई टु मेक सम भिडियोज फर यु गाइज होइन अनि हजुरहरूलाई मनपर्छ भने म युट्युबमा पनि ब्याक हुन्छु मेरो युट्युब च्यानल पनि छ म पहिला युज टु थिएँ युज गर्नको लागि तर अहिले चाहिँ खासै म हाल्न पनि हाल्दिनँ धेरै वर्ष भइसक्यो नहालेको सो यही नै हो गाइज अब हजुरहरूलाई मनपर्छ पर्दैन आई डोन्ट नो अनि मन परेमा चाहिँ भन्नु होला अनि थ्याङ्क यू सो मच फर वाचिङ बाई